गोरखा क्षेत्र नम्बर 2 बाट एमालेबाट चक्रे मिलन चुनावमा उठ्नु भएको छ। चक्रे मिलन को हुन् हामी सबैलाई थाहा छ, हामी भन्दा पनि धेरै नेपाल प्रहरीलाई थाहा छ, किनभने उहाँहरूको त भेटघाट भइरहन्छ, भला कसरी के हो चलिरहन्छ। कहिले खुकुरी हानेको केसमा, कहिले हतियार भेटाएको केसमा, कहिले समाजमा अराजकता मचाएको केसमा, कति छन् कति। उहाँको राम्रो साइड पनि छ, धार्मिक हुनुहुन्छ, गरिब दिनदुखीलाई सहयोग पनि गर्नुहुन्छ। सिम्पल कुरा के हो भने उहाँको ब्याकग्राउन्ड ग्याङस्टर हो, गुण्डागिर्दी हो, काठमाडौँमा व्यापारीलाई धम्काउँदै हप्ता असुल गर्ने हो। यो क्षेत्रबाट बाबुराम भट्टराईज्यू पनि उठ्नु भएको थियो, पछि खोइ के भयो, छोड्नु भयो। मेरो विचारमा यो क्षेत्रका लागि बेस्ट क्यान्डिडेट तारा चिन्हका उम्मेदवार लेखनाथ नेउपाने हुन सक्छन्। सिम्पल, बौद्धिक, म्याच्योर, जनआन्दोलनमा सहभागी भएका, जनभावना मजाले बुझेका। सो उहाँ जति बेस्ट क्यान्डिडेट अरू हुन सक्दैनन्। यो क्षेत्रबाट अरू पनि उठ्नु भएको छ। नेपाली कंग्रेसबाट प्रकाश चन्द्र दवाडी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कविन्द्र बुराकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुल्लु बहादुर बस्नेत र अरू पनि।